हेलो गाइज वेलकम टु माई नेक्स्ट भिडियो है त। अब हामी चाहिँ आज के सिक्छौँ भन्दाखेरि हामीले अब हाम्रो बेर्नी ब्याकप्याक हुन्छ नि होइन, ब्याकप्याक चाहिँ हामी कसरी चेन खोल्छौँ ब्याकप्याकको होइन, त्यो चाहिँ हामी सिकाउन जाँदैछु। अनि त्यो भित्रको बुक पनि कसरी हेर्ने टाइपको होइन, कसरी हेर्ने ट्रिक त्यो पनि सिकाउन जाँदैछु है त। त्यसको ओके हियर इज वान ब्याग होइन, मसँग चाहिँ एउटा ब्याग छ, यो अलिकति ठुलै छ होइन, जे भए पनि। अनि यसको चाहिँ के गर्नुपर्छ भन्दाखेरि पहिला हामी चेन हेर्ने कि कतापट्टि छ, यतापट्टि छ कि यतापट्टि साइडमा छ कि यतापट्टि साइडमा छ होइन। त्यो पछि ट्याक्क गएर यतापट्टि साइडमा रहेछ मेरो, लेफ्टपट्टि छ होइन। त्यो पछि दुईवटा चेन हुन्छ, देख्न सक्नुहुन्छ यहाँनिर, एउटा दुईवटा। यो चाहिँ तलपट्टि जाने चेन हो, खोलिन्छ तलपट्टि। यो चाहिँ यता गऱ्यो भने खोलिन्छ, यता गऱ्यो भने बन्द हुन्छ है त। अनि हामी यसले के गर्ने भन्दाखेरि यसले सरेर यता तान्ने हो क्या, बुझ्नु भइरहेको होला नि, यता गर्ने होइन। बिस्तारै स्मुथले एकदम नरम तरिकाले फेरि चाटचाटो झ्याट गर्नुभयो भने यो चुटिन सक्छ अथवा के हुनसक्छ है। अनि त्यसपछि सरेर खोल्ने नाउ ब्याग इज ओपन है त। अनि हामीले यहाँबाट एउटा बुक सिक्छौँ। यो बुक चाहिँ अब जसलाई यतिकै राखेको, म 10 कक्षा पढ्दाखेरिको 4-5-6 वर्ष अगाडिको बुक हो। अनि यो बुक चाहिँ कसरी खोल्ने भन्दाखेरि दिस इज द ग्रेड 10 बुक होइन, 6 वर्ष अगाडिको होला सायद। अनि त्यो पछि कसरी खोल्ने भन्दाखेरि दुईवटा औँलाले जस्ट लाइक वान, यो खोल्दै अगाडि होइन। त्यो पछि थुक लाउनुपर्छ क्या, नत्र अलिकति सर्दैन नि त टाँसेर। बिस्तारै स्मुथले फेरि च्यातिन सक्छ, अलिक बेसरी गऱ्यो भने बुक च्यातिन पनि सक्छ है त। अनि बन्द गर्ने, बिस्तारै बन्द गर्ने, राख्ने बेला ट्याक यसरी घोप्टाएर राख्ने, यसरी राख्ने होइन नि, फेरि यसरी राख्ने होइन, यसरी सिधा यसरी राख्ने होइन। बुक राख्ने चाहिँ यस्तो गर्ने भर्टिकल्ली,